हेरामे कुरा के लाग्दा भने 2081 भाइ गयो अब 2082 मा चुनाव हुन लाग्यो भन्दा छन् इनु रानीका नेताको कहिल्यै पनि भोटिङ दिनु न इनुले हाम्रा गाउँको विकास हर्याना यहाँ पुरा जङ्गल छ यहाँ छ यहाँ सडकै पनि निर्माण भएन के हार्नु त यस्तै छ यसै नेता भोट माग्न आएपछिलाई तोरामा भट्टा समाइकन दौडाउला बुझ्यो कि नै हुँदो इनुले केही देशको विकासै हर्याना इनुलाई भोट दिएर के काम छ हाम्रो विकास गरेर यत्रो जङ्गल छ त्यही विकास गर्नु छैन रोडको पनि यहाँ उ गरेको छैन निर्माण नभएपछि हामी कहाँबाट हिँडेर जाउँला त यहाँ पुरा जङ्गल छ उनले हामीलाई किन दिनु पर्यो भोट हामी किन दिनु पर्यो हामीले हाम्रो देशको गाउँको विकास हामी आफैले गरेका छौँ अब नेताहरू आएर हामीले लखेट्नै पर्छ आइरामे तमी र मिलिकन निकै हाल्ला ल हुन्छ आवेशमा नआउने यार केटाहरू आवेशमा त आउनै पर्यो त हाम्रो गाउँको विकासै गर्न पाएको छैन आवेश नआएर हुन्छ बरु योचोटि तिनीहरूको घरमा एक बोरा चामल फालिदिन्छ हामीले त्यो 10 सट्टाको आवश्यकता पऱ्यो भने चामल चाहिएन पैसा दिन्छु यार पैसाको पनि आवश्यकता चाहिँदैन हाम्रो थोरै पनि कहाँ त 10,000 फालिदिन्छ अकबर ठुलाई कुरा आउँदा चाहिँ कहीँ आउदैन मैसा त आउँदैन कहीँ त्यहीका कुरामा होइन अठार खेताउनु हामी कहिले मेरा पाठाले त्यहीको त कहिले हो